जोजोलोपा धेरै साथीहरूको अनुरोधमा लोकेसन भिडियो हाल्नुहोस्। तपाईँको नेवारी खाजाघर कता हो भनेर लोकेसन भिडियो हाल्नुहोस् भनेर भनेको अनुरोधमा म लोकेसन भिडियो हाल्न लागिरहेको छु। र हेर्नुहोस् यो सुगम टोल पुछार बजारबाट सुगम टोल हुँदै आउनुहोस्। तपाईँ बिजबार चोक पुग्नु पर्दैन। बिजबार चोकभन्दा 9-10 घर मुनिपट्टि यो हेर्नुहोस् कुमारी बैङ्कको भवन, यो हेर्नुहोस् सानिमा बैङ्कको भवन है। अब हेर्नुहोस् यहाँ त्रिमूर्ति मोबाइलको स्टोर छ। त्यसको बिचमा तपाईँले देख्न सक्नुहुन्छ चिजु दाईको नेवारी खाजा घर। अब हामी तपाईँलाई देखाउन जाँदैछौँ चिजु दाईको नेवारी खाजा घर। यो हेर्नुहोस् हाम्रो मेनु, यो स्ट्यान्डबोर्ड भइहाल्यो। तपाईँहरूको सुविधाको लागि बाइक पार्किङ पनि छ। अनि तपाईँहरूलाई गाडीमै आउनुभयो भने अब यो जुन साइडमा बाइक राखेको छ त्यो साइडमा गाडी पार्किङ गर्न सक्नुहुन्छ, कसैले केही पनि भन्दैन। अनि यहाँबाट भित्र हेर्नुहोस्, म तपाईँलाई भित्र देखाउँदै जाँदैछु। अब यो हेर्नुहोस्, यो हाम्रो होटल हो चिजु दाईको नेवारी खाजा घर। सफा र शुद्धताको लागि तपाईँले एकदम मान्नै पर्छ। भित्र हेर्नुहोस्, अहिले म देखाउँछु पुरै तपाईँलाई भित्र। अहिले बाहिरबाट मैले सरसरी देखाएँ तपाईँलाई। अब बस्नको लागि तपाईँहरूलाई खुल्ला स्वच्छ वातावरण। अब हेर्नुहोस् यहाँ कटेज, यहाँ बसेर खान सक्नुहुन्छ तपाईँहरू। बिजबार चोकमा भए पनि तपाईँहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् कति खुल्ला छ, कति सफा छ, कति खाली ठाउँ छ। तपाईँहरूको चित्त बुझ्छ। यहाँ आउनुहोस् एकचोटि। त्यहाँदेखि आएपछि तपाईँहरू छुट्टै नहुने ठाउँ चिजु दाईको नेवारी खाजा घर। ल हेर्नुहोस्, भिडियो लामो भयो तैपनि म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस्, अब यहाँ पनि बसेर तपाईँले आनन्दसित खाजा खान सक्नुहुन्छ। हाम्रो डेन पेन गरिरहेको छ, यहाँ अलिक भद्रभरै छ, राम्रो छ। खाजाका आइटमहरू हेर्नुहोस्, अब सकिँदै गइसक्यो। अब अहिले त अब बेलुका हुन लागिसक्यो, दिउँसो खाजा खाइहाल्यो होइन। हेर्नुहोस् यहाँ सेक्वा पनि पाइन्छ तपाईँहरूलाई।